बुढो मान्छेको घर चाहिँ यो वडा कार्यालयले बनाइदिएको होइन। यो चाहिँ पुरै सहयोगमा बनाइदिएको वडा कार्यालयले, यहाँको वडाले बनाइदिएको घर। यहाँ बुढो मान्छे एक्लै हुनुहुन्छ, बुढी मान्छे खस्नुभयो। उहाँको घरमा चाहिँ केही नभएर चाहिँ ओछ्याउने पनि पुरा बाँसको भाटाको चिम राख्नु भएको रहेछ। हामीले आज टोल विकास संस्थाले चाहिँ एउटा खाटको व्यवस्था गरिदिएका छौँ। मान्छेलाई हामीले खाटको सहयोग गरिएको छ यहाँ चाहिँ होइन। चट्टसँगले बुढा मान्छे यस्तामा सुताइथ्यो होइन। अब चाहिँ यस्तामा सुत्ने हाम्रो टोल विकास समितिले चाहिँ एउटा खाट सहयोगको लागि यहाँ पुरै एकता टोल विकास संस्थाले चाहिँ गरिदिएको यो सहयोग हो। बुढो मान्छेको बिजोग देखेर ल्याइदिएको ल। अब चिसो भयो भन्दैन बुढोले। चाहिँ कति छ अरे? ए त्यति हो चामल घरमा खाने सकिएको यसमा केही छैन भनेपछि खाने कुरो केही छैन। त्यस्तो छ हालत। ल कुन उ त तेल तरकारी यही हो। तरकारी त्यही खोइ त यो आलु एक दुईवटा रहेछ। यो बाबुको आमाले दिएको त्यहाँ। बाबुको आमाले दिएको ए यो बाबुको आमाले दिएको हिजो। केही छैन। अब यस्तो छ हालत होइन। यो सुत्ने खाट यस्तो छ, यी बिजोग छ। ल सहयोग गर्ने मनले सहयोग गरौँ होइन। यस्तो छ खाट पनि इँटा लाएर चाहिँ यहाँ डन्ठा लाएर यसरी चाहिँ अब पोलाइ कि के हो यो? ए के को पोलाइ हो नि? यस्तो बुढो मान्छे यस्तोमा सुताइरहेछ। खुट्टा छैन यस्तो छ। घरमा केही छैन यो खालको छ होइन। पकाउने ठाउँ चाहिँ कता हो? पकाउने ठाउँ चाहिँ ए बुढा मान्छे यहाँ हुनुहुन्छ होइन। बुढा मान्छे यहाँ हुनुहुन्छ। के छ केले पकाउनुहुन्छ अनि? पकाउने ठाउँ पकाउने ठाउँ किचनमा यस्तो रहेछ। किचन चाहिँ अब यी चुला रहेछ, केही छैन। यस्तो छ अवस्था। टोयलेट यहाँ 4 क्विन्टलले त अलिक पुग्छ नि त। अनि तपाईँको आफन्त चाहिँ अब यहाँ कोही छैनन्? मेरो आफन्त भतिजो छ यो पनि वाडाले बनाइदिएको होइन? यो घर चाहिँ वार्डले बनाइदिएको घर। अनि भत्ता दिँदैछन् कि छैनन्? गएको छैन। अब अस्ति त्यही भन्दै चाहिँ हुनुहुन्थ्यो होइन, सहयोग गरिदिनु पर्यो, खाने छैन भन्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ हाम्रो अब यही बस्तीभित्रको टोल विकास समिति आएको होइन। अब यो टोल विकास समितिले चाहिँ केही सहयोग गर्न सकिन्छ कि भनेर चाहिँ हामी सबै टोल विकास समितिले चाहिँ यसो केही सहयोग गरौँ न त उठाएर भनेर चाहिँ हामी आएको। जेठाको सन्तान, कान्छाको सन्तान यही हो भतिजो। कुमारीको चिन्ने त म। त्यही अब तपाईँको केही छैन, यहाँ खाने नै भएन भनेपछि अब के रहेछ त भनेर हाम्रो यो टोल विकास संस्थाको चाहिँ अब यहीँ भित्रको संस्था हो होइन। यहीँ गाउँकोलाई चाहिँ सबैलाई सहयोग पनि गर्दै गरेको पनि हो होइन। अब विकासको काम पनि गरिन्छ, सहयोगको काम पनि गरिन्छ। अनि त्यो भएर चाहिँ के गरौँ त, ल जाउँ न त साथीभाइ भनेर चाहिँ आएको गरिराखेको छु होइन। त्यही भएर अब यसो अब गरौँ न त भनेर नि केही सहयोग गरिदिउँ भनेर। अब खाट त्यस्तो रहेछ, अब पकाइ खाने ग्यास छैन, चुलामा रहेछ, गाह्रो पो छ त। अब चिसो भयो भन्दैन बुढोले। खानेकुरो छ कि छैन, के छ? मेरो घरमा चामल छ, तेल छैन। तिउन तरकारी केही छैन, तेल छैन। तिउन तरकारी खोज्यो भने डिब्बामा 1 पाउ न्युटेला छ, त्यति हो। केही छैन घरमा, अरू केही छैन। एक्लै हुनुहुन्छ? एक्लै छु। सबैलाई भन्छौँ होइन।
अनि अब केही सहयोगहरू हामी दिलाउँछौँ नि त ल ल ल अङ्कल ल हुन्छ